संसदमा आज फेरि हङ्गामा, सुनसरी घटना, सरकारमाथि दबाब। आज संसदमा के भयो त? हो साथीहरू, तपाईँलाई नेपाल फिडमा स्वागत छ। आज प्रतिनिधि सभाको बैठक बसिएको थियो। सबैभन्दा पहिले सुनसरीमा भएको घटनाले संसदमा चर्को बहस गरिएको छ। विभिन्न दलका सांसदहरूले घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुन अनुसार कडा कारबाही गर्न र पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। संसदमा बोल्ने अधिकांश सांसदहरूले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ। त्यसपछि प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले स्पष्टीकरण मागेका छन्। विपक्षी सांसदहरूले संसदमै प्रधानमन्त्रीबाट औपचारिक जवाब आउनुपर्ने बताएको छ। यस विषयमा केही समय संसदमा विरोध समेत देखिएको थियो। यता अर्थमन्त्रीले वित्त सम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न विधेयक सम्बन्धित समिति पठाउने प्रस्ताव संसदमा पेश गरेका छन्। अब उक्त विधेयकमाथि समिति विस्तृत छलफल हुनेछ र त्यसपछि मात्रै संसदमा अन्तिम निर्णयको लागि प्रस्तुत गरिनेछ। बैठकको सुरुवात भने पूर्व सांसद निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गरिएको थियो। सांसदहरूले दिवंगत पूर्व सांसदप्रति सम्मान व्यक्त गर्दै 1 मिनेटको मौन धारण गरेका पनि थिए। यिनै विषयहरूसँग संसदले अन्य नियमित कार्यसूचीमाथि पनि छलफल गर्न अघि बढाएको थियो। संसदका आगामी बैठकहरूमा यी विषय थप चर्चामा रहने अपेक्षा गरिएको हो। आजका लागि यति नै। यस्ता ताजा, सत्य र विश्वसनीय समाचारका लागि द नेपाल फिडलाई लाइक, फलो र सब्सक्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।